यहाँ चाहिँ मेसिनमा तेल भर्दैछ यता लाइटहरू यता के हेरौँ है यो देखाउनु त चकचकले गर्दाखेरि मेसिन जलाइपठाएको हेर्नु है स्याउलाहरू यता यता कुटेर यस्तो छ हो एक बटा पानी त नि बटा अहिले लिएको अहिले ठिक छ झन्डै जले धानमा बिर्को लाउनु खोज्छ बिर्को लागा छिटो मर्थ्यो नि त कहाँ वात्ते टिभी त गयो नि झन् चिक्ने त लात्तीले हानी त यसो हल्ला हिँड्दा झन् छल्के भएर आएको यहाँ चाहिँ हो त्यसरी छल्केको अहिले चाहिँ त्यहाँ त कहाँ अनि ऊ त्यहाँ त्यो भुइँमा टिप्ने बित्तिकै भेटाइदिएको गयो नि मेसिनमा लट्ठी चाहिँ हान्दै पो थियो छोडिहाल्यो फेरि मर्थ्यो नि काँडेको भए लट्ठी त ठुटे भइसक्यो अहिले पढ्नु भयो कता हाततिर भेटेको भए मेरो त हातमा भेटाउँछ धन्न त्यो कहाँबाट यसो गरेर ल्याएको यसलाई हावाले यस्तो तेज हान्यो भने मर्छ क्या यसरी हावाले उयो स्याउलाले छोपेको नि झन् मैले फेरि यत्रो ल्याएर फेरि छोप्छ आट्दैन हो त्यतिकै थिची बसेको भन्नु पनि आफूतिर के गर्यो अघि हालिहाल्यो पानीमा झन् त्यो पानी तैरिन्छ क्या आफै बल्छ धेरै एकचोटि सुँगुर हो यत्रो पेप्सीमा चाहिँ बनाउँदै कि कति 1 लिटर तेल गयो यहाँ गयो नि तेल धेरै काम गरेर चाहिँ पानी हालेछ अहिले चाहिँ छोडिदियो क्या थकाइ लागेर होइन भनेर एक गाडी पानी गयो यहाँ उँधो खोलमातिर झन् डढेर मलघारीतिर यस्तो भयो हो मेसिन जलेर धन्दा यत्र स्याउलाले कुटेर कहाँ त्यहाँनिर आएको डर हुँदो रहेछ यार लाइटर पनि टिप्नु भने चाहिँ यहाँनिर सल्के क्या हुर्र हावाले हाने कसो भयो एकैचोटि यहाँ माथि आइपुग्यौ नि हावाले हाने न उसले त्यहाँ यसो गर्दै थियो यसो गरेर त्यो बोतल कहाँ बोतल सोतल कहाँ उडाइ पठाए यसो गरेर बालेको बल यसरी तुर्के पारेको लु तेलले भेटायो त्यसो भए भन्दाखेरि यसो भयो क्या होइन यसो गरेपछि थियो हुर्र तल झर्दा कसो गर्दा यसो उभो उसलाई ब्ल्याङ्क यता भाततिर भेट्यो यसो के गरी पठायो यहाँ खुला त्यहाँ आइदियो रातले गए दोब्रो हुँदो रहेछ उस्तै भयो प्लास्टिक डढ्नु पर्ने नि कहाँ चाहिँ डढ्छ त नि मुझे तेल लाउँदा यो ट्याङ्कीको चाहिँ अलिक विचार गर्नु झराउँछ फेरि अब एकपट्टिको गइगयो डढ्यो नि कि डोरी डढ्यो नि मेसिन यहाँ आगो लागेर डोरी यहाँ छ एक टुक्रा यता मुनिको त्यो फेरि एउटा यहाँ यो चाहिँ डढेर पुरै झऱ्यो त्यो चाहिँ बुझ्छौ धेरै काम गरेर थकाइ लाग्यो डढ्दैन त नि म चाहिँ बिर्को लाउनु खोज्छु के यहाँ चाहिँ पन्जा भेट्दिनँ फेरि यहाँ के एक बटालेको पानी खोइ छोरा मान्छे एक बटा पानी दिउँसो खानु भनेर लिएको यी अहिले भरेर लिएको अहिले पानी बटा सटा खुल्चेर हेर्नु बटा सटा सबै काचा कुचुक अरे बटा पनि काचा कुचुक भयो म त यहाँ ठाडो पार्नु खोज्दै थिएँ क्या मेसिन रेचिहाल्नु एकछिन भएर ल हेर्नु साथीहरू हामी चाहिँ भर्खर काममा आएको हालिहाल्नु ल त्यसो भर्खर मैले आएको यस्तो गर्मी छ कि लास्ट गर्मी छ तिमी त उता